पढ्न चाहन्थेँ, म कविता लेख्न चाहन्थेँ, त्यो आकाशको चराहरू जस्तै स्वतन्त्र भएर उड्न चाहन्थेँ। तर आज पनि म यो होटेल सफा गर्दैछु विगत 7 वर्षदेखि। धन्यवाद छ कुशल कार्यक्रम सञ्चालकजीलाई। आदरणीय यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिगण तथा भविष्यका कर्णधारहरूको गलामा विजयको हार र निधारमा टिका भइरहन एक हातमा कलम र अर्को हातमा न्यायको तराजु लिई बस्नुभएका निष्पक्ष निर्णायक मण्डल, प्रतिस्पर्धी मित्र, समय सूचक एवं यहाँ उपस्थित तपाईँ सम्पूर्ण महानुभावहरूमा म स्फूर्ति टिमको कक्षा 10 मा अध्ययन छात्रा अभिष्ट खड्काको तर्फबाट स्वीकार्नुहोस् हार्दिक अभिवादन, नमस्कार। हेराको गाउँपालिका म्युनिसिपालिटीको आयोजना र सिबिसको प्राविधिक सहयोगमा 24औं विश्व बाल श्रम विरुद्धको दिवसको अवसरमा बाल श्रम मुक्त समाज निर्माणको लागि स्थानीय सरकारको भूमिका भन्ने शीर्षकमा आयोजित यस वक्तृत्व कला प्रतियोगितामा म आफ्नो भनाइहरू राख्न पाउँदा निकै नै भाग्यशाली महसुस गरिरहेको छु र सम्पूर्ण आयोजक टिमलाई मनैदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। सभाध्यक्ष महोदय, बाल श्रम शब्द सुन्ने बित्तिकै आज मेरो मथिङ्गरमा विश्व प्रसिद्ध विचारक किन्चिनका भनाइहरू सर्वलाइरहेका छन्। उनी भन्छन्, यदि स्वर्ग पुग्ने इच्छा छ भने पहिले बालक बन, यदि स्वर्ग पुग्ने इच्छा छ भने पहिले बालक बन। उनको यो भनाइ सम्झँदा म साँच्चीकै महसुस गर्न सक्छु कि बालबालिकाहरू राष्ट्रको अमूल्य गहना हुन्, बहुमूल्य सम्पत्ति हुन् अनि समृद्धिका बलिया आधार हुन्। पढ्ने, लेख्ने अनि स्वर्गीय भविष्यको लागि सुन्दर बाटो पहिराउने समय हो बालपन। तर विडम्बना छ अध्यक्ष महोदय, सर्वाङ्गीण विकासको पहिलो खुट्किलो टेक्न नपाउँदै बालबालिकाहरू बाल श्रमिक बन्न बाध्य भएका छन्। त्यसो हो भने के हो त बाल श्रम? अपरिपक्व उमेर अर्थात् 18 वर्षभन्दा कम उमेरमै एक परिपक्व व्यक्तिले झै गर्ने मानसिक तथा शारीरिक श्रमलाई नै बाल श्रम भनिन्छ। जुनसुकै खालका रोजगारयुक्त कार्य जहाँ बालबालिकाहरूको बाल्यकालमा प्रत्यक्ष रूपमा असर पर्दछ, जहाँ स्कुल जान अवरोध पर्दछ र बालबालिकाहरूलाई मानसिक, सामाजिक र शारीरिक रूपमा नै असर पुग्ने ती नियमित कार्यहरूमा यदि बालबालिकाहरू संलग्न हुन्छन् वा संलग्न गराइन्छ भने त्यसलाई बाल श्रम भनिन्छ। बालबालिकाहरूलाई बाल श्रमले उनीहरूको प्राकृतिक विकासको अवसरहरू तथा उनीहरूको जीवनमा भविष्य निर्माणको लागि आवश्यक पर्ने शिक्षाका अवसरहरूबाट वञ्चित गराउँदछ। अध्यक्ष महोदय, संसारको सबैभन्दा अमूल्य चिज हो एक निर्दोष बालकको हाँसो। त्यो हाँसो तब मात्र झल्कन्छ जब त्यो बालक विद्यालयको खेल मैदानमा रमाइरहेको हुन्छ, जब ऊ ज्ञानको संसारमा पर्खाल चढिरहेको हुन्छ। तर अध्यक्ष महोदय, दुर्भाग्यवश नेपालमा अझै पनि हजारौं बालबालिकाहरू छन् जो स्कुल होइन कि बरु कारखानामा काम गरिरहेका छन्। इन्टरनेसनल लेबर अर्गनाइजेसन ILO र युनिसेफको तथ्याङ्क अनुसार संसारभर 16 करोड बालबालिकाहरू बाल श्रममा संलग्न रहेका छन्, जसमध्ये 8 करोड 90 लाख बालबालिकाहरू भने जोखिमपूर्ण कार्यमा संलग्न छन्, जुन भने उनीहरूको शिक्षा, स्वास्थ्य र जीवनको लागि नै घातक चिज हो। पछिल्लो दशकमा केही प्रगति भएको देखिए तापनि कोरोना महामारीपछि फेरि पनि बाल श्रमको दर भने वृद्धि भएको देखिएको छ। नेपालको सन्दर्भमा नेपाल सरकार, CBS, ILO र युनिसेफको तथ्याङ्क अनुसार 11 लाख भन्दा बढी बालबालिकाहरू बाल श्रममा संलग्न छन्, जसमध्ये करिब 6 लाख बालबालिकाहरू भने जोखिमपूर्ण काममा संलग्न हुन बाध्य भएका छन्। अध्यक्ष महोदय, नेपालमा अझै पनि हजारौं बालबालिकाहरू छन् जो इटाभट्टा, कारखाना, होटेल, घरधन्दा, चिया बगान लगायतका विभिन्न जोखिमपूर्ण कार्यहरूमा संलग्न हुन बाध्य भएका छन्। ती बालबालिकाहरू विद्यालय जान पाएका छैनन्, आफ्नो बाल्यकालको ती रमाइला पलहरू अनुभव गर्न पाएका छैनन्। त्यति मात्र कहाँ हो र अध्यक्ष महोदय, भन्दा मुटु ठुक्क फुल्छ, सम्झँदा गहभरि आँसु बग्छ। हाम्रै हिरामो गाउँपालिका पनि सबैभन्दा बढी बाल विवाह गर्ने स्थानीय तहहरू मध्ये पर्छ भन्दा यो अवस्थाले केवल ती बालबालिकाहरूलाई मात्र होइन अध्यक्ष महोदय, सम्पूर्ण राष्ट्रको नै समृद्धि र भविष्यमा पनि नराम्रो असर पुग्छ। म यहाँ एउटा चिनिया दार्शनिक रहस्यको भनाइ भन्न चाहन्छु। देशलाई जस्तो प्रकारको जनशक्ति आवश्यक पर्छ त्यस्तै प्रकारको जनशक्ति निर्माण गर्न आजैदेखि बालबालिकाहरूको दिमागमा त्यही कुरा रोपिदियो। यस भनाइबाट स्पष्ट हुन्छ कि देश विकासको लागि कुनै पनि समृद्ध मुलुकको पहिलो आधार भनेको नै त्यहाँका बालबालिका र राज्यले ती बालबालिकाहरूमाथि पुरा गर्ने जिम्मेवारी नै हो। तर विभिन्न सङ्घ संस्थाहरूले निकालेका ती नेपालमा हुने बाल श्रमका कहानी लाग्दो तथ्याङ्कहरू हेर्दा हामी सिरिङ्ग भएर आउँछ। अध्यक्ष महोदय, भविष्यका कर्णधारहरू ती बालबालिकाहरूमाथिको यस्तो प्रकारको बाल श्रमको बोझले भोलिको नेपाल कस्तो होला? के
भुइँमा पसिना बगाई बगाई कमाएको पैसाले घर परिवार समाज परिवर्तन गर्न सक्दैन ती अबोध बाल श्रमको बोझले भारीले किचिएका ती बालकले। मेरै उदाहरण लिनुहोस् सभाध्यक्ष महोदय, यदि मसँग अहिले पढ्ने अधिकार हुँदैन थियो भने म यहाँ तपाईँहरूको सामु वक्ताको रूपमा होइन एउटा कुनै घरको बाल श्रमिक वा बाल विवाह गरेर गृहस्थ जीवन बिताइरहेको हुन्थ्यो होला। तर के गर्नु सभाध्यक्ष महोदय, बाल श्रम विरुद्ध या भनौँ बाल बालिकाहरूको हक हितको लागि अधिकार माग्दा माग्दै बाल बालिकाहरू ठुला भइसके। संविधानका पानामा लेखिएका ती अधिकारहरू पनि यत्तिकै मेटिएर गइसके। बाल बालिकाहरूलाई श्रम शोषण गर्ने त्यो अपराधीहरू पनि खै कहाँबाट सिसाको महरमा पुगिसके। अब त आफ्नै सरकारसँग अधिकार माग्न पनि ती बाल बालिकाहरू नै डराइसके। सभाध्यक्ष महोदय, बाल श्रम मुक्त स्थानीय तह हुनु भनेको पनि आफैमा नै एउटा गौरवशाली कार्य हो। बाल श्रम मुक्त स्थानीय तहको लागि निर्माणको लागि सबै स्थानीय तहहरू जागरुक भई अघि बढ्नुपर्छ। यसले समृद्धि र रोजगारीका विभिन्न अवसरहरू सिर्जना गर्छ। सभाध्यक्ष महोदय, म त भन्छु देशका 3 तहका सरकारहरूमध्ये सबैभन्दा शक्तिशाली स्थानीय सरकार हो, किनकि यसको काँधमा भविष्यका कर्णधारहरूको शिक्षा, स्वास्थ्य र चेतना उजागर गर्ने जिम्मा दिएको हुन्छ। अब म यो 10 मिनटको छोटो समयमा बाल श्रम मुक्त समाज निर्माणको लागि स्थानीय सरकारले खेल्न सक्ने विभिन्न भूमिकाहरूलाई बुदागत राख्न चाहन्छु। सबैभन्दा पहिले त हरेक स्थानीय तहले बाल श्रम मुक्त स्थानीय तह बनाउने कार्ययोजना आफ्नै वार्षिक नीति तथा कार्यक्रममा नै उल्लेख गर्नुपर्दछ। बाल श्रम अन्त्य गर्ने मुख्य खुड्किलो भनेको नै शिक्षा भएको कारणले गर्दा विद्यालय बिचमै छोडेका बालबालिका तथा विद्यालयमा कमजोर सिकाइ शिक्षण भएका बालबालिकाहरूको लागि लक्षित वैकल्पिक कार्यक्रमहरू जसो कि दूर शिक्षा, मोडर्न एजुकेसन तथा उपचारात्मक सिकाइ शिक्षणका कार्यक्रमहरूलाई ल्याइनु पर्दछ। बालबालिकाहरूलाई विद्यालय नपठाउने अभिभावक तथा बाल श्रम शोषकहरूलाई पालिकाको न्यायिक समितिले न्यायको कठघरामा ल्याएर खडा गर्नुपर्छ। अत्यन्तै गरिब र आर्थिक रूपमा विपन्न रहेका घर परिवार तथा बालबालिकाहरूलाई सामाजिक संरक्षण कार्यक्रम मार्फत संरक्षण गरिने जरुरी देखिन्छ। विद्यालय जाने उमेरका सबै बालबालिकाहरूलाई अनिवार्य रूपमा विद्यालय भर्ना गरिनु पर्दछ। विद्वत वर्ग तथा राजनीतिज्ञहरूको प्रत्यक्ष सहभागितामा भर्ना गर्न सहयोग हुने खालका कार्यक्रमहरूलाई ल्याइनु पर्दछ। सभाध्यक्ष महोदय, विद्यालय जाने उमेरका 5 देखि 18 वर्षका सम्पूर्ण बालबालिकाहरू यदि विद्यालय गएका छैनन् भने कहाँ छन् र के गर्दैछन् भन्ने कुरा पत्ता लगाउने जिम्मा पनि स्थानीय सरकारको नै हो। सभाध्यक्ष महोदय, पालिका स्तरमा आफ्नो पालिकाभित्र बाल श्रमिकहरू कहाँबाट आइरहेका छन् र त्यसमा को संलग्न छ भन्ने कुरा पत्ता लगाउने र त्यसका कडा कारबाही गर्ने जिम्मा पनि स्थानीय सरकारको नै हो। आफ्नो पालिकाभित्र परिवारविहीन बालबालिकाहरू के गर्दैछन्, कसरी बसिरहेका छन् भन्ने कुरा पनि स्थानीय सरकारले चाँडै पत्ता लगाउनुपर्छ। सभाध्यक्ष महोदय, म यस्तो भाग्यमानी नेपाली नागरिक हुँ जहाँको स्थानीय सरकारले शिक्षा र स्वास्थ्य पालिकाकै कुल बजेटको सबैभन्दा बढी हिस्सा खर्च गरेको छ। बाल श्रम मुक्त समाज निर्माणको लागि अघि उल्लेखित विभिन्न स्थानीय सरकारले गर्ने भूमिकाहरूमध्ये केही भूमिका त पुरा पनि भइसकेको छ। सभाध्यक्ष महोदय, बाल श्रम मुक्त स्थानीय तह घोषणा कार्यान्वयन 2077 टेकेर बाल श्रम मुक्त समाज निर्माणको लागि हाम्रो हेलामो गाउँपालिकाले पनि बालबालिकाको अवस्थाबारे पहिलो चरणको कार्यहरू सुरु गरिसकेको छ। बाल संरक्षणको लागि पालिका स्तरमा नै बाल संरक्षण शिक्षण सञ्जाल पनि गठन गरिसकेको छ। बाल संरक्षण, बाल हित, बाल बिछोड, बाल श्रम विरुद्धका विभिन्न यी सचेतनामूलक सडक नाटकहरूको प्रदर्शन हेर्दा त लाग्छ नेपालको विकट हेलकमा रहेर पनि राजधानीमै छु जस्तो भान हुन्छ। पालिकाले सिभिसको सहकार्यमा बाल संरक्षण नीति 2080 कार्यविधिमा ल्याई अनुमोदन पनि गरिसकेको छ। बाबुआमा नभएका अभिभावकवीर बालबालिकाहरूलाई होस्टेलमै राखी निःशुल्क शिक्षा पनि प्रदान गर्दै आएको छ मेरो पालिकाले। तथा यी र यस्ता थुप्रै उदाहरणहरू छन् मेरो पालिकाले बाल हितको लागि गरेको। अब मलाई लाग्छ अबको यो छोटो समयमा नै हाम्रो पालिका पनि बाल श्रम मुक्त पालिका भएको हामीले पत्तो नै पाउने छैनौँ। सभाध्यक्ष महोदय, अन्त्यमा म यहाँहरूलाई एक महान चिनियावाडी स्मरण गराउन चाहन्छु। यदि 1 वर्षको लागि सोचो भने धान रोप, यदि 1 वर्षको लागि सोचो भने धान रोप, 10 वर्षको लागि सोचो भने रुख रोप, 10 वर्षको लागि सोचो भने रुख रोप। तर यदि 100 वर्षको लागि सोचो भने बालबालिकाको शिक्षामा लगानी गर। तर यदि 100 वर्षको लागि सोचो भने बालबालिकाको शिक्षामा लगानी गर। अब हरेक स्थानीय सरकारहरूले आफ्नो पालिकाभित्रका बालबालिकाहरूमाथि निगरानी राख्नु
राख्नुपर्छ। आफ्नो पालिकाभित्रका हरेक विद्यालयहरूलाई बाल मैत्री बनाइनु पर्दछ। हरेक सामाजिक समस्याहरूलाई ठुला भाषणमा मात्र होइन, एक्सनमा उत्रिएर विभिन्न समाधानको बाटो खोज्ने मेरो पालिकाले बाल श्रमको विरुद्धमा पनि पक्कै एउटा दरिलो खम्बा भएर उभिनेछ भनेर मेरो दरिलो विश्वास छ। र अन्त्यमा सोसल जस्टिस टु अल इन चाइल्ड लेबर भन्दै मेरो मन्तव्य यही टुङ्गाउन चाहन्छु। हस्, धन्यवाद। हजुर दिन्छु।